दशैं नेपालीहरूको महान पर्व। यो पर्वलाई विजयको प्रतीक, आस्थाको शिखर र परिवार तथा समाजलाई एकतामा बाँध्ने सूत्रको रूपमा मनाइन्छ। दशैंको मुख्य आकर्षक नै हो टिका र जमरा। तर तपाईलाई के लाग्छ, यी केवल संस्कार मात्र होइनन्, धार्मिक, आध्यात्मिक र वैज्ञानिक गहिराई बोकेका छन्। जमरा भनेको जौ हो। शास्त्र अनुसार भगवान विष्णुलाई जौ अत्यन्त प्रिय लाग्छ। त्यसैले घट स्थापनाको दिन राखिएको जमरा नवरात्रभर पूजापाठ गरिन्छ र दशैंका दिन महाप्रसादका रूपमा ग्रहण गरिन्छ। यसरी जमरा केवल हरियो अंकुरन होइन, यो देवीको कृपा र सफलता पूर्णताको प्रतीक हो। पहेँलो जमरा सजाउँदा मानिन्छ भगवती आमाको आशीर्वाद प्राप्त हुन्छ। पहेँलो रङ परिपक्वता, सफलता र सिद्धिको प्रतीक हो। त्यसैले दशैंमा जमरालाई टाउकोमा राखेर मान्नेजनको आशीर्वाद थापिन्छ। रातो टीका भनेको भगवतीको आशीर्वाद र ऊर्जाको प्रतीक हो। निधारमा टीका लगाउँदा विजय, ऐश्वर्य र आत्मबल प्रकट हुन्छ। यसलाई विजयको टीका पनि भनिन्छ। रामायणमा भगवान रामले दुर्गा भवानीको आराधना गरेर रावणमाथि विजय प्राप्त गरेकै दिनलाई विजयादशमी भनिन्छ। त्यसैले दशैंलाई विजय उत्सव पनि भनिन्छ। त्यो दिन केवल एउटा धार्मिक तिथि मात्र होइन, सत्य र धर्मको विजयको स्मरण हो। दशैंका 9 दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा नवदुर्गाका विभिन्न रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको विशेष पूजा गरिन्छ। यसरी नवरात्रमा गरिएको जमरा रोपण देवीको उपस्थितिको प्रतीक मानिन्छ। इतिहासमा दशैंको टीका र जमराको एउटा अनौठो कथा छ। प्राचीन राजा महाराजाहरूले युद्धमा विजय हासिल गरेपछि प्रजालाई टीका र जमरा लगाइदिँदै विजयको घोषणा गर्थे। यसरी टीका र जमरा विजयको प्रतीक हुँदै हुँदै परिवार र समाजलाई बाँध्ने संस्कारमा परिणत भएको किम्वदन्ती छ। जमरालाई धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। वैद्यहरूका अनुसार जमराको रस पिउनाले शरीरलाई पोषण मिल्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसैले दशैंको जमरा केवल आस्थाको प्रतीक मात्र होइन, स्वास्थ्य र जीवनशक्तिसँग पनि जोडिएको हुन्छ। दशैंमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्दा आशीर्वचन उच्चारण गरिन्छ। लक्ष्मीले वास गरून्, दुर्गा द्वारमै रहून्, सरस्वती बाणीमा बसुन्, काली साथमा रहून्, पीर चिन्ता टाढा रहून्। यी शब्दहरू केवल वाक्य होइनन्, यी सकारात्मक ऊर्जा हुन् जुन पिँढी दर पिँढी हस्तान्तरण हुन्छन्। ग्रामीण भेगमा दशैं अझ कृषिसँग जोडिन्छ। घरमा राखिएको जमरा राम्रो अन्नधान फलोस् भन्ने कामना स्वरूप पनि रोपिन्छ। यसरी दशैंलाई कृषि, प्रकृति र जीवनचक्रसँग जोडिएको पर्वका रूपमा पनि बुझ्न सकिन्छ। यसरी दशैंको टीका र जमरा धार्मिक आस्था, सामाजिक एकता र वैज्ञानिक सत्य सबैसँग गाँसिएको छ। दशैं केवल एक संस्कार होइन, यो विजयको उत्सव हो, आत्मबलको प्रतीक हो, परिवार र समाजलाई अझ नजिक ल्याउने अवसर पनि हो। आजको आधुनिक युगमा पनि टीका र जमरा हाम्रो संस्कृतिको गहिरो जरा बनेर सद्भाव र एकताको सूत्रलाई मजबुत बनाइरहेको छ। सत्य सधैँ विजय हुन्छ र परिवार सधैँ एकतामा बाँधिन्छ। तपाईलाई आजको यो रिपोर्ट कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र मन परे सेयर पनि गर्नुहोला। धन्यवाद।